लिम्बू अनि आज चाहिँ बिहान उठेर हामी चारोमा जान आँटेको छ अनि भर्खर त उठ्नु भयो हामी भनेको होइन अघि 4:30 मा उठेर आगो फुकिओरी पानी बस्योरी यहाँ डेडीलाई नाला तान्नु सघाएर अनि खाजा खाएर होइन ड्रेस फेरेर अनि यहाँ जङ्गल जान आँटिसकेको हामी वीर हो नि त हो होइन अब चाहिँ हामी चारो काट्नु जाने अनि यस्तै छ हेर्दै गर्नुहोस् मेरो ब्लग कहाँ थियो यहाँनिर के भन्छ यो चारोमा चाहिँ योसँग जाने हो कान्छी चाहिँ उता खाना सब्जी गर्छ होला भन्दा नि पर्छ होला त्यो चाहिँ ल अब हेर्दै गर्नुहोस् होइन हामी दुईजनाको भ्लगमा साथीहरू म चाहिँ दिदीको भ्लगमा आएको छु आज होइन अनि हामी चाहिँ के भन्छ चारो खोज्नु जाँदैछौँ भन्ने आएन बोल्दै आएन कहाँ उयो चाहिँ एकैछिन हामी चाहिँ धेरै पछि यसरी भेला भएर चारोमा गएको होइन रमाइलो हुन्छ यसरी भेला भएर चारोमा जाँदा है युट्युब होइन फेसबुकमा हेर्नुहोस् भन्न फेसबुक पेजमा छ भन्न केमा छ अरे योभन्दा अगाडिको हामी तिनजनाको भिडियो अहिले भनिहाल्यो सुनिहाल्यो त है मेरो साथीहरू हाम्रो धान रोप्ने बेला पनि भइसक्यो होइन धानको बिउ यहाँ हेर्नुहोस् लामो भइसकिसक्यो होइन तर अलि ऐचला गरेको छैन त्यही त यतातिर कति राम्रो चारो छ त हेर्नुहोस् गाइस प्लिज चारो मर्न खोजेको लाउरे आयो लाउरे यही हो कि अहिले चाहिँ म आमाकोमा जाँदैछु आमालाई थोरै हेरेर सामान ल्याइदिएको थिएँ अनि आमालाई पनि भेट्न मन लागिरहेको थियो अहिले चाहिँ घाम लागिरहेछ दिन पनि राम्रो भइरहेछ आमा के गर्दैछौ खिच्दै आयो नि त यो त तपाईँको लागि सिलाङ सागमा ल्याइदिएको थियो सिलाङ सागमा राम्रो बनाउँदो रहेछस् नि त यहाँ अलिकति एकैछिनमा ल्याइदिएको आमा यो लाएर हेर तर साह्रो सेतो नि एकैछिनमा बनाइहाल्छस् बिक्री पनि गर्छस् अर्डर गर्नुपर्छ क्या मैले अर्डर गरेको अब तँलाई जाँदा ल आमाले त केही पर्दैन क्या जाँदा सुमिना गई स्कुल यहाँ जान आँटिरहेको थियो कब्जा झिकाउनु भनेर भात अघि खायौ छैन भर्खर जङ्गलबाट आएर हातुरा धोएर एकछिन बसेर अब जानु बाट्नु भयो उता सागादेखि आएको भोलिपल्ट पो चारोमा गएको त हौ आमा त्यही त भोलिपल्ट गइस् पर्सिपल्ट अब अहिले भरे जङ्गल फाल्नु जानु छ कहाँ अलैँची त तल तगारे अलैँची चाहिँ नपाड्नु अरे बिन्ताले नि झार फाड्नु ए झार फाल्नु जानु छ फाडिदे सिक्नु पर्यो नि त होइन पछि टिप्नु पनि सिक है अलैँची आउनु त अलिअलि चाहिँ आउँछ अब त्यस्तो प्रो भन्ने चाहिँ छैन तैँले पनि मेहन्दी हुन्छ खैरो हुँदो रहेछ हौ आमा खैरो होइन हौ यो पर्पल कलरको कसले लगाइदियो यो फुपूले शान्ति फुपूले फुपाजु आएको थियो अरे जात कहिले शान्ति फुपूको अस्ति खै म त देखाएको छैन
आएको थियो लु गएको म पनि गएर खाना खाएर अलैँची फाड्नु जाऊ अलैँची फार्नु छ खाना टेडीले ठुल्ठुलो बेना पर चाका दिन जानुहुन्छ होला के फराउनु अहिले भरेको गुरा फार्छन् अब खाना खाएर त्यही हो झार फार्नु जानु छ जङ्गल फार्नु भन्नु के भन्नु हाम्रो बगान चाहिँ यो तलको साइड अनि यहाँ उँभोको साइड छ अनि नानीहरू चाहिँ अघि गएर गर्दैछन् अनि म चाहिँ यहाँ बिस्तारै चिया बसाएर है जाँदैछु अनि पानी पर्ला जस्तो छ आज चाहिँ के थाहा मैले काम गर्छ भनेर मौसमले पनि जानेको हो कि होइन अनि म चाहिँ यहाँ ढुक्क बोकेर गइरहेको छु हो अब गएर फार्नु पर्नेछ घाँस पनि लिएर आउनु पर्नेछ अब त्यही भएर डोको चाहिँ लगाएको तलबाट हेर्दैछ कान्छीले चाहिँ मलाई त्यसले म लाठेलाई जित्दिन्छु भन्दै जोत्दै थियो गफ चाहिँ अब हेरौँ कस्तो गरिदिरहेछ दुईटा अर्काको त अरू पनि ठ्याक्क पोलेर जातिहाल्छ होइन अनि बिमलाले खान्छ भन्ने लागेन म खान्छु भनेर अलिक त्यसरी होइन तेर्सो पार्दा हुन्छ नि रेडी जमिनसँग सिधा त्यसो सस्तो जान्छ होइन अलिक यस्तो त्यो यस्तो टुक्रो होइन यस्तो बनाएर जमिनसँग समानान्तर बनाएर नि अलिक अग्लो बनाएर हो त्यस्तो बनाएर सो गाइस हामीले चाहिँ अलैँची फालेर सक्यौँ होइन होइन अलैँची फालेको होइन अलैँची के गोडेको अनि अब घाँस लगेर जानु छ त्यही नै हो आजको दिन बबालै गयो भनौँ न किनभने हाम्रो त के भनौँ मेरो चाहिँ पहिलोचोटि हो क्या यस्तो होइन तेरो पहिले योभन्दा पहिले गरेको थिएन गर्न अब त्यहाँ अड्डेला भने त्यहाँ फेरि कुट्दैले ड्याडी म नानी अनि यहाँ तलको सकेर यहाँको अलिकति गरेको भनेपछि हामी खत्रै हो 12 बजी अनि अहिले 4 बजिरहेछ होइन हामी कति वीर हेर कृष्ण ताङजुमको वीर कान्छी छोरी यस्तो चाहिँ काम गर्नुमा चाहिँ कहिले ठग्दैन त जति काम गरे पनि मोटाउँदैन अनि ठगुई चाहिँ ए सरी अनि ठगुई चाहिँ म हो कि तर म चाहिँ त्यही ठगेरै होला होइन ठग्दैन अलिक मोटाउनु पर्ने म चाहिँ ठिकैको छु त्यही नै हो अनि मजाले बोक्छ त लु जाउँ गाह्रो छ यार त्यस्तै छ यार यो गाउँमा भने जस्तो है सङ्घर्षको बाटोमा हिँड्दैछु भनेर
भनेर चाहिँ त्यो घाँस काट्दाखेरि भर्खर स्कुलबाट आइरहेछ हजुर सिलाएँ। ए मेरो फोन हात छ अघि कस्तो झ्याप्प गालो हाल्ने बानी भइहालेछ क्या यहाँ पसिना बल्ल आज देख्दैछु कि त्यही भएर न कति काम गर्दा पनि आउँदैन थियो नि मेरो पसिना कस्तो भयो त नि आज अलैँची खतरा फाँडिने हो अभि तर कुखुराले खदालाई जस्तो जत्तिकै साह्रो पर्यो भने भ्लग बनाउँछ झगडा होइन। ब्लग भनेको बनाउनु छोड्नु नै होइन नि यही हो त्यो ड्रेस फेरेर हामी पनि अब यसो ड्रेस फेरेर खाजा खाएर पसिना हेर न कस्तो तक तक झरेको यार खुसी लाग्छ जोस् पसिना झर्दा चाहिँ किनकि मेरो पसिनै झर्दैन क्या कति डह्रो काम गर्दा नि झर्दैन अनि आज चाहिँ ऊ पर छ मेरो घाँसको भारी चाहिँ हाम्रो कान्छीले मेरोभन्दा ठुलो बोकेर आएको थियो यस्तो झन् पसिनाले तेरो र मेरोभन्दा मेरो त प्रायः पनि आउँदैन उयो त्यस्तै हो ए हो मैले अब 5 घडा फाडिदिन्छु भनेर गफानेको होइन। 5 घडा यो घाँस कसले ल्याएको? कुन यो घाँस यो नानीले कतिखेर उयो अहिले आउँदा बोकेर आएको नि बोकेरै क्यामेरासँग म त यसरी म त पालै छैन क्यामेरा त मलाई जसरी पक्रिहाल्छु नि क्यामेरा त सकिन्छ भन्दा अब चाहिँ ड्रेस फेर्नु पर्ने छ हो त नानी खेल्छ हेर हेर हात खुट्टा धुन बसेको बेला यसले चाहिँ ए खेलेको अनि म खेल्छु त अन्त पानीमा पस्नु खेल्दै म पानीमा आउँछु